पहिलाको जस्तो फ्युचर चाहिँ छैन, देख्दिनँ म। जापान अब कसैको लागि त ड्रिम कन्ट्री हो भन्छ, तर मलाई त्यो सुन्दा चाहिँ हाँस उठ्छ होइन। हरेक विद्यार्थी रोएको हुन्छ कि एकचोटि न एकचोटि यहाँ आइसकेपछि। What's up guys? It's been a long time. हेरे नै भएको छैन, लाइक एक हप्ता सायद हुन लाग्यो होला यो ठाउँमा मुभ आउट भएको। चिबादेखि चाहिँ अहिले म आछु यो ओकायामा केनमा। चिबा बस्ने बानीले चाहिँ लाइक एकदमै क्राउडेड एरिया होइन, मान्छे देख्ने ठाउँ भएर धेरै लगभग 2 वर्ष बसेर होला लाइक एकदमै सुनसान लागिरहेछ कि यो ठाउँहरू। लाइक यो गाउँ त लाइक त्यस्तो गाउँ पनि होइन, लाइक गाउँ पनि होइन, सहर पनि होइन, ठिक्क टाइपको ठाउँ रहेछ। यो कुनादेखि यो सपिङ मल यता निस्केर त्यो पर बिल्डिङसम्म यो चाहिँ एउटै सपिङ मल हो। यति धेरै ठुलो सपिङ मल। त्यो माथि चाहिँ मैले चाहिँ खास ट्रेनहरू हिँड्छ होला भनेर सोचेको थिएँ। लाइक यो माथि नै यो गाडी स्काई लाइनको गाडी चल्ने रहेछ। वाउ, अगाडि चाहिँ यस्तो राम्रो फुलहरू राखेको क्या। हो लिची हेर्नु न गाइज, यस्तो राम्रो 1200-1400 एउटा त्यो लिची त्यहाँ। सो भित्र छिरोमै त गाइज, वाउ यस्तो ठुलो सपिङ मल। प्याजहरू चाहिँ उताको कम्पेरिजनमा एकदमै सस्तो लाग्यो कि मलाई। यसले मेन खोजेको भने चाहिँ अब साग खोजेको मैले, चाइनिज साग। हिजो किवी एउटा लगेर खाएको, साह्रै मिठो लाग्यो कि। फर्स्ट टाइम खाएको जुसहरू खानुभन्दा यस्तो फलफुल खाँदा चाहिँ धेरै एनर्जी दिन्छ है गाइस। ओ सागहरू पनि सस्तै रहेछ हौ, 105 रुपियाँमा। अब तर मैले खोजेको चाहिँ यो साग हो क्या गाइस, यो चाइनिज साग भन्थ्यो हामीले नेपालमा चाहिँ। आई डोन्ट नो के भन्नुहुन्छ तपाईँहरू। यो चाहिँ 213 रुपियाँ रहेछ। एक्ज्याक्टली यही साग किन्न आएको म। यसपालि चाहिँ जापानमा स्टुडेन्ट भिजामा लगभग 30,000 विद्यार्थी, नेपाली विद्यार्थी चाहिँ आउने अनुमान गरेको छ जापानमा। एन्ड सबैले यो पटक चाहिँ जापान सरकारले एकदमै धेरै विद्यार्थीहरूलाई चाहिँ सिओई दिएको छ होइन। यो अहिलेसम्मको हिस्ट्री हेर्ने हो भने नेपाली विद्यार्थीको धेरै सिओई चाहिँ यो पटक आएको छ। अनि फेसबुकतिर यो टिकटकतिर देखिरहेको हुन्छु होइन। अब खुसी भएको सिओई आएर। अब तिनीहरूलाई रियालिटी त यहाँ कति गाह्रो छ थाहा छैन। अब अहिले जापान आउनु पो सजिलो छ, बट यहाँ जापानमा तपाईँको यो 4 वर्ष कति गाँड पेल्नुपर्छ त्यो कन्सल्टेन्सीले भन्दैन बिचरा। अब त्यो स्टुडेन्टहरूको पनि गल्ती छैन, कन्सल्टेन्सीहरूको गल्ती हो। रियालिटी कुरा भन्दैनन्, राम्रा कुरा भन्छन्। जुन कि राम्रा त अब मैले यहाँ अब हुन त रुल्स रेगुलेसन कन्ट्री हेर्ने हो भने एकदमै सफा सुन्दर छ। बट मान्छेको जापानिजको बेहोरा हेऱ्यो भने कुकुरको बेहोरा भन्दा नि खत्तम हुन्छ नि यिनीहरूको बेहोरा। अब सिओई त आयो होइन। अब आइसकेपछि अब के छ भन्दाखेरि यहाँ आएर चाहिँ गाँड चाक रातै हुने गरी पेल्नुपर्छ काम हेर। तिमीहरू आउने भनेको जापानिज ल्याङ्ग्वेज पढ्न आउने हो, त्यो चाहिँ 2 वर्ष पढ्नुपर्छ। कोही प्रायः 2 वर्ष हो, नभए 1.5 वर्ष, 18 महिना पढ्नुपर्छ। पढिसकेपछि अनि त्यसपछि फेरि यो भोकेसनल कलेज भन्छ, जसलाई कि जापानिजमा सेन्मोन गाक्को भन्छ। अनि त्यो पनि 2 वर्षको कोर्स हुन्छ। अनि त्यो पढिसकेपछि त्यहाँदेखि बल्ल ग्रेजुएसन भएर पास भइसकेपछि बल्ल कम्पनी खोज्नुपर्छ। अनि अहिलेको कन्डिसनमा अहिलेको जुन यो सरकारले, यहाँको सरकारले यति पेलाइ गरेको छ विद्यार्थीहरूलाई, यति इमिग्रेन्टहरूलाई यति दबावमा हालेको छ। अब यहाँ पिआर पाएर बसेकाहरूलाई शुद्ध भिजा दिइरहेको छैन। भिजा केही गरेर अप्लाई गर्नु परिहाल्यो भने 3 लाख रुपियाँ चाहिँ तिर्नुपर्ने हुन्छ। अनि अलिकति तलमाथि दायाँ बायाँ गऱ्यो भने सिधै डिपोर्ट गरिदिन्छ। अहिले त्यस्तो छ यहाँ। अनि फेरि यो बिजनेस भिजा होल्ड गरेर चाहिँ जति यो बिजनेस पढेर बसेकाहरू छन् है, तिनीहरूलाई पनि धेरै गाह्रो छ। तिनीहरूलाई त झन् अहिले यति अप्ठ्यारो पारेको छ। अब 3 करोड अब नयाँ बिजनेस गर्ने र पुरानो बिजनेस गरेर बसेकाहरूलाई पनि अब 2027सम्म चाहिँ आफ्नो जापान सरकारलाई 3 करोड ब्याङ्कमा क्यास देखाउनु पर्ने। त्यसपछि एउटा जापानिजलाई फुल टाइम हायर गर्ने, जुन कि इम्पोसिबल छ। कुनै पनि नेपाली अनरले त्यो ठेक्न सक्दैन। र त्यसपछि हरेक एकजना त्यो जापानमा बिजनेस गर्नेले चाहिँ जिएलपिटी N3 देखि N2 सम्म चाहिँ पास गरेको हुनुपर्छ। यति रिक्वायरमेन्ट भएन भने उसलाई चाहिँ बिजनेस भिजा दिँदैन। अहिले बिजनेस गर्नु पनि धेरै नै गाह्रो छ। यति धेरै विद्यार्थीलाई चाहिँ अहिले वर्किङ पाउन
यस्तो गाह्रो भएको छ कि अहिलेसम्म कम्पनी पाएको छैन। अब कम्पनी नपाएर कोही अब नेपालै जाने मेन्टालिटी बनाएर बसेका छन् यहाँनिर। धेरै गाह्रो छ अहिले कम्पनी खाइसा नपाएर होइन, जब गर्न नपाएर। अहिले यहाँको सरकारले चाहिँ यहाँबाट ब्याचलर भिसा र यो भोकेसनल कलेज पढ्नेहरूलाई भन्दा पनि एसएसडब्लु पढेर आउनेहरूलाई चाहिँ धेरै प्राथमिकता दिएको छ। यहीँ पढिरहेकाहरूलाई पनि एसएसडब्लु भिसामा चाहिँ परिवर्तन गर, एसएसडब्लुको काम खोज भनेर कलेजले पनि त्यसरी नै प्रेसर दिन्छ। जुन यो सिओई आएर खुसी भान नि यो टिकटकतिर नाटक गरेर केक सेक काट्ने, पार्टी साटी हान्ने, दुनियाँ लौडा लसन गर्नेहरू जब यहाँ आएर गाँड पेल्छ नि, निन्द्रा नपुगी गएको फी हरेक महिना तिरेर 2-3टा काम पेलेर निन्द्रा माया मारेर, अनि त्यतिखेर थाहा हुन्छ नि यिनीहरूलाई के रहेछ दुःख। अहिले त सेलिब्रेसन भइरहेछ नि, बिचरा अब स्टुडेन्टको गल्ती होइन। कन्सल्टेन्सीले आफ्नो बिजनेस प्रफिट गराउनु लगाएर मान्छे भट्टाभट भेडा जसरी पठाएछन् यहाँ भने कामको अभाव त्यस्तै, विद्यार्थीको दुःख त्यस्तै। पहिलाको भन्दा पहिला चाहिँ अलिकति थियो होइन, अहिले त केही छैन त्यस्तो हेर्न पाइन्छ। अहिले आउने विद्यार्थीहरूलाई चाहिँ यति रिग्रेट र यति पछुतो हुनेछन् कि यिनीहरूलाई धेरै नै गाह्रो हुन्छ। अहिले खासै विद्यार्थी भिसामा त एप्लाई नगरिदिएको ठिक हो। अब जो अब पछि अक्टोबर इन्टेक हुन्छ, बरु एसएसडब्लु पढेर आउनु, एन्फो पास गर्नु, सजिलै काम पाइ हुन्छ। महिनाको 2 लाख मजासँग हुन्छ। न त यो कलेजलाई पैसा तिर्नुपर्ने किचकिच, न दुनियाँ लौडा लसुन 2-3 वटा काम गर्नुपर्ने किचकिच। टक्क पढेर आएर यहाँ मस्त काम हानेर बस्दा त्यही धेरै बेटर हुन्छ। अहिले एसएसडब्लुलाई एकदम प्रायोरिटी दिएको छ। यो वर्ष मात्रै अब 2027 अथवा 2030सम्म चाहिँ 12 लाखजना चाहिँ विदेशी कामदारलाई चाहिँ ल्याउने कुरा गरेको छ। अब यो 2026मा आएका छन् नि, तिमीहरू सबै एसएसडब्लु भिजा हो क्या। तिमीहरूले 4 वर्ष गाँड पेलाएर तिमीहरूले पछि न त कम्पनी पाइन्छ, न त तिमीहरूले पाउने भनेको सिधै एसएसडब्लु भनेको जाबते नेपालमा एन्फो पास गरेर मजासँग आउने कुरा हो। 4 वर्ष घुट्नै पर्दैन। तर मैले यो डर देखाएको नि, किन अब मिहिनेत गर्ने हो, भाषा इम्प्रुभ गर्दै गयो भने, अनि जेलपेटी नै पास गर्दै गयो भने चाहिँ अब अलि अगाडिदेखि प्रिपेयर भएर खाइसा खोजे होइन। जति पटक फेल भने इन्टरभ्यू दिएर हिम्मत नहारिकन गऱ्यो भने चाहिँ छ है। फेरि त्यसरी चाहिँ फेरि हामीले सकिन्छ। अब आउनेहरूलाई चाहिँ एकदम के हुन्छ भने मेन्टली चाहिँ एकदमै स्ट्रङ हुनु। फिजिकली त यहाँ जस्तो बलियोलाई नै खुलितै बनाउँछ, ढाडहरू दुख्ने होइन। शरीर त फिजिकली त मेन्टली चाहिँ बलियो हुनु पऱ्यो। अब यति धेरै विद्यार्थी आउनु लाग्छन्, त्यही यस्तो मेन्टली टर्चर सहन नसकेरै हो कि विद्यार्थीहरूले सुसाइड गर्ने होइन। अनि नेपाली स्पेसली अरू देशहरूबाट पनि विद्यार्थी आउँछन्, तर धेरै जस्तो सुसाइड चाहिँ नेपालीहरूले गरेको रेकर्ड छ। अब यो निहोङ्गाकोमा पढ्दै आउनेहरूलाई तिमीहरूको फ्युचर म ट्याक्कै 2 मिनट भनिदिन्छु है। फर्स्ट तिमीहरू गएको त्यहाँबाट आउने भने जापानिज ल्याङ्ग्वेज पढ्न लाउने हो। 2 वर्ष कि 1.5 वर्ष त्यो सकिन्छ। त्यो भित्रमा आफूले काम पनि गरिन्छ। 1 वर्षको फी तिरेर आउँछ, 1 वर्ष 6 महिनाको फी तिरेर आउँछ, प्रेसर हुँदैन। अनि जब त्यो 1 वर्ष सकिन्छ, 6 महिना सकिन्छ, त्यसपछि चाहिँ स्कुल फी तिर्ने, रुम भाडा तिर्ने, यताउति सबैले गर्दा चाहिँ एकदमै गाह्रो हुन्छ। अब जसोतसो निहोङ्गो गएको पनि सकिन्छ। अनि निहोङ्गो गएको सकेपछि आउँछ अब सेन्मन गएको भोकेसनल कलेज। त्यसमा नि उयो पढाइ भन्ने मात्र हो, कोही पढ्न हुँदैन, सबै नेपाली काम गर्न आउँछ। कामको प्रेसर एकतिर, पढाइको एकतिर। फेल भयो भने 10,000 फाइन। हाम्रो चाहिँ त्यस्तो थियो है, फेल भयो भने 10,000 फाइन। अब फेल भएकै भयो, एटेन्डेन्स नि पुरा छैन भने कलेजले सिधै ग्रेजुएसन पनि गरिदिँदा सिधै नेपाल पठाइदिन्छ। सेन्मङ्गाको 2 वर्ष पढ्नुपर्छ, त्यहाँ पनि 2टा काम पेलाइ, निन्द्रा खुलितै, कमाइ खुलितै। अब कमाइ काम गर्नेले त गर्छन्, गर्न नसक्नेहरू त अनि नेपालले मगाउनुपर्छ। अब त्यसैले भन्छु, अब यहाँ अब पहिलाको जस्तो फ्युचर चाहिँ देख्दिनँ म। जापान अब कसैको लागि त ड्रिम कन्ट्री हो भन्छ, तर मलाई त्यो सुन्दा चाहिँ हाँस उठ्छ होइन। ड्रिम कन्ट्री भने अमेरिका, अस्ट्रेलिया, क्यानाडा राख्ने। यहाँ भनेको त यो कुल्ली काम गर्न, पेलाइ गर्न आउने। यहाँ न त यहाँको डिग्रीले केही हासिल गर्नु, न त यहाँ सेन्मङ गएको डिग्रीले के गर्नु,
अब ब्याचलरसम्म पास गऱ्यो युनिभर्सिटीबाट पास गऱ्यो भने त त्यो मान्यता छ नभए त यहाँको यो 2 वर्ष कोर्स कम्प्लिट गरेर खुलित्यो नेपालमा केही जापान हुन्जेलसम्म प्रायोरिटी हो नेपाल गएपछि प्रायोरिटी छैन त्यसैले अब आउन आइसकेका छन् अब भाषा अब अलिकति जति निहोङ्गाकोमा हाम्रो भाषा हुन्छ त्यति नै हो हाम्रो भाषा भन्ने सेन्मङ्गाकोमा त हामीलाई त्यो पढाइको मतलब पनि हुँदैन त्यो हामीलाई भाषा पढाउने नि होइन टपिक सम्बन्धी पढाउँछन् त्यसैले चाहिँ अब हरेस नखाने गरी दिमाग र मेन्टालिटी जस्तो दुःख स्थिति परिस्थिति आए पनि चाहिँ सम्हाल्न सक्छु गर्छु म हार मान्दिनँ होइन भनेर चाहिँ अठोट होइन हुन्छ नि मनमा एकदम एक राखेर यहाँ कस्तो कठोरलाई पनि रुवाइदिन्छ कि यहाँको यो दुःखले हरेक विद्यार्थी रोएको हुन्छ कि एकचोटि न एकचोटि यहाँ आइसकेपछि हिम्मत चाहिँ जुटाएर आउनुहोस् अब पहिलो वर्ष त केही हुँदैन रमाइलो हुन्छ नि 1 लाख रुपियाँ ल्याएर आउँछ 2-3 महिना त धेरै रमाइलो हुन्छ नि साथीसँग घुमघाम गर्ने खाने रमाइलो गर्ने निहोङ्गो गएकोबाट नि भाषा अलिअलि पढ्दै जाने फोकस गर्दै गर्ने मिनिङहरू घोक्ने मेनली त मिनिङ हो मिनिङ आइसकेपछि भाषा ग्रामरहरू पढ्न धेरै सजिलो छ मिनिङहरू घोक्नुहोस् त्यसपछि अब बिस्तारै ग्रामरहरूको मिनिङ घोकेपछि अलिअलि आइहाल्छ अनि त्यो म चाहिँ के भन्नु सेन्मङ गएको फर्स्ट इयरबाट चाहिँ कम्पनी खोज्न लाग्नुहोस् अहिले कम्पिटिसन धेरै छ त्यही माथि यो पटक त लगभग 20-30 हजार विद्यार्थी आउँदैछन् त्यही माथि यस्तो धेरै हुन्छ नि अब त्यही भन्छु लगाइस अब म पनि यहीँ खाइमनो किनिसकेँ अब सबैजना आउनुहोस् अब सबैजना कमाउने हिसाबले आउने हो अब यहाँकोले चाहिँ अब यहाँको जापानले चाहिँ एकदम इन्डिपेन्डेन्ट बनाउन सिकाउँछ दुःख के हो पैसा के हो भनेर चिनाउन सिकाउँछ लाइफ भने के हो बुझिन्छ यहाँ लगाइस सामान पनि किने अब चाहिँ आजको लागि भिडियो यति नै अब नेक्स्ट टाइम भिडियो बनाउँदा चाहिँ अर्को टपिक बनाउँछु अब त्यो चाहिँ अब यही जापान सम्बन्धी हुनेछ सो जापान सम्बन्धी हरेक कुरा जान्न चाहनुहुन्छ भने यहाँको इन्फर्मेसनहरू होइन म चाहिँ हरेक लाइक हप्ता पोस्ट गरेर हुन्छु त्यसैले चाहिँ नछुटाउने हिसाबले अब यही जापानमा हुने अथवा नेपालमा हुनेहरू जो जताबाट तपाईँहरू हेरेर आउनु भएको छ सब्सक्राइब गरिदिनुहोस् लाइक गरिदिनुहोस् अनि सेयर गरिदिनुहोस् साथीभाइहरूलाई पनि भन्नुहोस् होइन अनि केही कुरा यदि तपाईँहरूलाई कन्फ्युज छ बुझेको छैन होइन अब मलाई सोध्न सक्नुहुन्छ एन्ड म तपाईँहरूलाई रिप्लाई दिनेछु लगाइछ है त नेक्स्ट भिडियोमा